बुढीलाई हेला गर्नु भएन बुढीलाई नि हेला गर्नु बुढो भने आमालाई नि हुँदैन हेला गर्न बुढीले आमालाई हेला गरी हेर्ने नि मेरो आमालाई हेला नगर भन्ने अब के त बाबै आमा गतिलो आमा गाह्रो गतिलो छैन राम्रो छैन जन्म दिए त मैले हो अनि आमालाई नि हेला गर्नु भएन अर्का छोरी पनि अर्को उसो बाउ आमा दाजु भाइ केयर त भनेर आयो हो कि तँ भनेर आयो आफ्नो भनेर मलाई बरु पर राखेर उसलाई नजिक लिएर बस्नुपर्छ कहाँ हुन्छ मलाई हेला गरेपछि भने तेरो आमालाई माया गर्छ भने त म चाहिँदैन भनिस् भने भने आमालाई पर राखेर उसलाई नजिक लिएर बस्नुपर्छ बाध्यताले बरु आमालाई छोड्ने बुढी नछोड्ने अनि त्यहाँ बुढी भने पनि यस्तो अरे तिनवटा नाता हुन्छ नि एक नातो सँगै बस्ने साथी एक नातो भात पकाएर खाना दिने आमा रे अनि त्यहाँ चाहिँ एक नातो श्रीमती रे तिनवटा नाता हुन्छ अरे बुढीको अनि त्यो शास्त्रमा पनि सुनेकै बुढीलाई हेला गर्नु भएन बुढीलाई नि हेला गर्नु बुढो भने आमालाई नि हुँदैन हेला गर्न बुढीले आमालाई हेला गरी हेर्ने नि मेरो आमालाई हेला नगर भन्ने अब के त बाबै आमा म अब हामी भन्ने कुरो अब पहिलो जुन घाम पहिलो 25 दिन हो मर्ने हामी होइन तिमीहरू भने त अब जिन्दगीको घरिको साथी हो अनि भनेपछि अब आमालाई धेरै माया गर्ने कि बुढीलाई त आमाको छन् कहाँ आमाकोमा माया गर्ने आमाको बुढीकोमा छन् कहाँ बुढीलाई माया गर्ने बुढीलाई नि हेला गर्न हुँदैन आमालाई पनि अब के जन्म दिए हो आमा जस्तो भने आमा गतिलो छैन भने पनि अब के हुन्छ आमाको हाम्रो आमा त राम्रो छन् फेरि गतिलो आमा गाह्रो गतिलो छैन राम्रो छैन जन्म दिए त मैले हो अनि आमालाई नि हेला गर्नु भएन हेला गरेको छ त हामीले अनि त्यही भएर भने त नि मलाई आमालाई मेरो आमालाई म हेला गर्दिनँ त्यो तल हेला गर्छु भन्दा नि मिल्दैन फेरि त्यस्तो हो नि त अन्त अर्का छोरी पनि अर्को उसो बाउ आमा दाजु भाइ केयर त भनेर आयो हो कि तँ भनेर आयो आफ्नो भनेर अनि अब मेरो छोरो पनि अब मलाई बरु पर राखेर उसलाई नजिक लिएर बस्नुपर्छ कहाँ हुन्छ मलाई हेला गरेपछि भने तेरो आमालाई माया गर्छ भने त म चाहिँदैन भनिस् भने आमालाई पर राखेर उसलाई नजिक लिएर बस्नुपर्छ बाध्यताले बरु आमालाई छोड्ने बुढी नछोड्ने अनि त्यहाँ आमाको कुरो सही हुन्छ तर त्यस्तो हुँदैन नि त अनि होइन बाध्यताले त्यस्तो गर्नुपर्छ आमालाई चाहिँ हेला गरेर बुढीलाई माया गरेर अरूले मार्दैनन् बाध्यताले अनि त्यही भएर चाहिँ त्यस्तै खालको बुढी हो त छोरछोरीले त माया लाग्यो होला नि आफ्नो आमाको अनि त्यो बुढी नभए भएन अनि बिर्जासन ल राखिदिएको कारण त्यही त होइन मैले डर राख्दिनँ कि आमा बस्ने हो अनि त्यस्तो हो नि त आमा वृद्ध आश्रम बस्ने हो अहिले त मैले आफै गरेर खाएको थिएँ के वृद्ध आश्रम भोलि नसकेपछि चाहिँ जाने हो नसकेपछि तिमीहरू नेपाल जानु पऱ्यो ए नसक्ने भयो आमालाई भनेपछि पछि पालेन भने चाहिँ जाने भन्ने प्लानमा हो लुगा सुगा यसो हाल्दै पोको पार्दै गर्नु पर्ने नि त अहिले कोही त कस्तो हुन्छ भने के हान्छ दुधले आमालाई दुध किनेर ल्याइदिनुपर्छ भनेर छोराले भने त है त्यो टिभीमा देखा है भागेको देखाएको थिएन है अनि दुध किनेर लिएर आएर अनि त्यहाँ चाहिँ यति दुध हालेर अनि अलिकति दुध त्यहाँ अलग राखेर अलिकति दुधमा चाहिँ यति दुध हालेर पानी खल्ल हालेर गिलास चाहिँ अनि आमालाई दिए है बुहारीले सासूले कति माया गरे बुहारीले अनि बुहारीले सासूलाई त्यसै दुध अनि सासूले बुहारीले दुध दिएर सुरुको पारेको पानी खाँदा त है यस्तो खल्लो कस्तो नमिठो यस्तो के खाने भनेर त्यो दुध यस्तो पाखा राख्यो है त्यही खाम भने त आमाको जुठो है अर्को अनि कस्तो हो त दुध किनेर ल्याएर दिँदा पनि तपाईँ आमा जस दिन्न के दिने हो र दुध किनेर ल्याइदिनु जस दिने लाउनुहोस् है खाइ हेर्नुहोस् त
यस्तो दुध दिँदाखेरि चाहिँ तिम्रो आमालाई भएन मैले के दिन् त भनेर पानी हालेर त्यो छोरालाई दिएँ है उसो ल्यायो न यसो सुरुको बनाएर मिठो हजुर अन्त यो आमा नै त्यस्तै छ भनेर छोराले पचाउनु पारेन हो अनि त्यस्तो हुन्छ क्या हुन्छ म त्यसो गर्दिनँ मम्मी त्यस्तो खालको नि हुन्छ नि त यो त्यस्तै खालको हो जस्तो लाग्यो मलाई बुहारी हुन्न होला त्यस्तै हुन्छै जस्तो लागिरहेको आमा विचार गर्दा त हुन्न जस्तो लाग्छ होइन अहिले के थाहा हुन्छ र त्यो हेर्दा मान्छे त्यस्तै निस्किन् जस्तो छाडकाँड छ गुराउ हेराउने मान्छे भर हुँदैन भने चला न त म एक्लै अस्ति नै गइसक्यो हिँड्नको हाराले जाम त जामला होइन तर अहिले भने निकै कान्छ भोलि आइतबार पनि छ त्यसो भोलि त गोर्खा जाने होइन भोलि मनोकामना जाने भने चाँडै आइयो भने त्यही बाटो जानु हुँदैन मम्मी आज जानु हुँदैन हुन्छ अहिले दिउँसो कतै मेलातिर गएछन् कि नम्बर छैन राखिन बुढाको मेला जस्तो लाग्दैन होला त्यही जाँदैन परान परेको थियो एकचोटि घर आऊ है बस्ने गरी भनेको होइन बाइक भए मान्छे कति बेला 10 मिनट पनि लाग्दैन होला आमालाई बाइक चलाउनु सिकाउनु पर्ला त बाइक भाइमा अस्ति नै गइसक्यो छ त बाइक छ त जाऊ आमा छोरा गराउनु नभए कान्छीलाई हेराउनुहुन्छ म अस्ति जान्छु यसलाई के हेराउनु यसको बारे मै हेरिदिन्छु कि के हेर्छन् तपाईँले मैले धेरै हेरिसकेको छु यसले मलाई लगाएपछि मैले हेरिसकेँ म थाहा पाउँछु अनि त्यसो भएर हेरा राम्रो कि मलाई लगाएर गरिदिनु भन् गर्छ सासु पनि पाल्दिन मलाई त नपालेन नि त तँलाई होला नगरेर है आमालाई पाल्नु पर्यो नि त हामी त सँगै कति जेल बच्छौँ र बचुन्जेल त पाल्नु पर्यो नि त लाँगरे भाउजूहरू छन् दुईवटा होइन जसले मागेर छ उसैले पाल्छन् होइन त्यसले लाँगरे छन् भने न बिर्जा छन् राम्रा होइन गुड डाँगा सही हो तँलाई त उसले लगाएपछि को छ र अर्को छैन नि त ल्याउँछु नि म त अर्को कहाँ ल्याउँदा मिल्छ त्यसरी ल्याउनु मिलिहाल्छ नि उसले जम्मै खप्प लिएर जान्छ तँसँग के छ राम्रो फेरि कमाइहालिन्छ कमाइहालिन्छ बाउकोमा छ अलिअलि भान्जामा लान्छ अनि म कमाइहाल्छु ल्याएर के दिन्छ फेरि हजुरबाउ 3टा आफै बेगर हो क्या न उही बेला त दिन पर्दैन थियो नि त गयो भने जारी लिन जान्थे उही बेला त अहिले नदी पठाउँदा चाहिँ हुन्छ अनि पितृ बोलाउँदाखेरि बाले के भन्यो भने बा बोलेर के कान्छे छोरो तमा आएन अन्त चाहिँ कहाँ र कान्छे छोरो कहाँ नजिकै छ कान्छे छोरो नजिकै छ अनि अरू छोराहरू चाहिँ कहाँ खान्छ भनेर अरू त टाढा छन् अरू छोराहरूको कुन कस्तो छ नि भने राम्रै छ पैसा कमाएकै छन् अनि कान्छे छोरो चाहिँ के भन्दा के गर्दा हुन्छ त रातो अक्षता बिहा रहेछ भनेर अनि लक्ष्मीको बाले नारी हेर्दा नि त्यो रातो अक्षता बिहा रहेछ भने नजाने हो त अनि लक्ष्मीको बाले हो यसो उल्टा सुल्टा फेरि हामीलाई चाहिँ निकै नै अलिक भएको थियो अनि फेरि हो त न झन् अब यो यतिको बेला झन् घट्ने हो त अब सबै त्यो कति कस्तो गाली छ किन त्यस्तो दुख्ला हुन्छन् सबैजना यसो हुन्छ नि त अर्कामा साह्रै नै भयो दुख्लो भयो भने के गान्छ काठमाडौँतिर चाहिँ मोटा आयो भने फेरि गाली गर्छन् रोगै रोग लाग्छ किन मोटाएको झन् त अलिक दुब्लो हुनुपर्छ भन्छन् दुब्लो पनि ठिक्क दुब्लो हुनु पर्यो क्या यता नसुहाउँदै दुब्लो भयो कुरो त्यस्तो हो क्या कुराले नजित्कान्छ आमाले भने मान्नु पर्छ मान
नि होइन म हेरौँला त्यसो अलि सिउँदै पनि सायद सिपालु मान्छे भन्ने भयो उयो कुरा नत्र चाँडै पनि भयो भने त्यही बाटो आयो अहिले उतै उतै हेरौँ ल कसलाई हेर्छ कहाँ हेर्छ जान्छ नि हेर्ने ठाउँ त्यही पितृ बोलाउने ठाउँ जाउँला नभए पाल्पा हुँदैन हुन्छ पितृ बोलाउनु ठाउँ पनि मलाई पनि जानु लाग्छ त्यो पितृ बोलाउनु त कहिले त्यो बाटो तल्लोपट्टि मन्दिर भएको घर होइन खोइ आजले मन्दिर छ ठुलो घर बनाएर म गएन नि त घर बनाएको मन्दिर हालेको छ त त्यो हालेर त्यो मन्दिर हालेर ठुलो घर बनाएको त म त म गएन नि पहिले म जाँदा त अलि त्यो त्यहाँ भनिदिएपछि यसो यतापट्टि आउनुपर्छ सानो झुप्री गर्थ्यो म गएर केमा जाने होला पाल्पासम्म धादिङ मालपट्टि हो जाने बाटैमा मम्मी चाहिँ जाने होला बुझेर बिहान जाने बेलुका त्यसमा आउने सहिले हो त्यहाँ जान्छ आमा नि अलिक मोटाउनु पर्यो क्या आमा हामी त अब कता मोटाउनु र अलिकति मोटाउनु पर्यो क्या मलाई आमाको पिर छ क्या आमा किन धेरै मोटाउनु कहाँ अहिले मर्ने बेला हुन्छ आमा मोटाखेरि बोक्नु छ बोकेर लानु सक्दैन दुध लानुपर्छ त्यस्तो हुँदैन 30 वर्षसम्म अब 30 वर्ष भनेपछि कति वर्ष भनिन्छ 90 वर्ष 90 त बाँचिहाल्छ 60 भयो अब 30 बाँचेपछि मितलाई नामबाट हेराएँ मैले त्यसो भने कति वर्ष बाँच्छ भने 80 वर्षबाट उता चाहिँ बाँच्ने ठाउँमै छैन त कुरा त्यो मान्छेलाई 82 वर्ष भएपछि फेरि भेट्न जानुपर्छ अनि त्यहाँ चाहिँ 72 वर्षमा चाहिँ खड्को छ ठुलो त्यो खड्को काट्न मुस्किल छ अरे त्यो खड्को काट्यो भने चाहिँ तपाईँ एउटै थला पर्नुहुन्छ तपाईँलाई त्यति धेरै माया नै गर्दैन छोरा बुहारीले भने मलाई खतम गर्नु भयो खतम पर्नु भयो त अनि उनले पनि त्यसो भने अनि पितृ बोलाउँदा नि त्यसो भने बाले क्या अनि तिमीलाई छोरा बुहारीले माया गर्दैनन् तिमीलाई दुःख हुन्छ त्यही सोचेर बस्नु होला नि फेरि पछि म लिएर म लिन आउँछु भने हो त्यसो भने के थाहा अनि भएको र नभएको भयो फेरि त्यही सोचेर बस्नु होला नि मम्मी फेरि त्यही सोचेर बस्नु होला के सोचेर बस्नु मलाई यिनीहरू सबले हेला गर्छन् भन्दै त्यसो भए काठमाडौँ जाँदा पितृ बोलाउनु के सोच्ने हो काठमाडौँ जाँदा पितृ बोलाएर जाउँला भनेको बेला चाहिँ फेरि अब घाउचोट लाखा तिम्रो जन्म घाउचोट नि छ भनेर भनेको थियो बा के को घाउचोट हो यो बा यही हात भाँच्यो भाँच्यो भनेर भने होला कि त्यही होला घाउचोट नि भनेको थियो जन्म घाउचोट लगाएको छ भनेर साथी हेर्नुहोस् है म तपाईँहरूलाई यहाँ हाम्रो घरमा चाहिँ पशुपालन व्यवसाय देखाउँछु यहाँ कति राम्रो छ त्यो भित्र पनि कति राम्रो हुँदो रहेछ है बच्चा यसलाई त्यही उसमा हाल्यो उनीहरू काप्रा फेदाउला राख्यो मुसा पालेर त आमाले घरमा मुसा पालन व्यवसाय राम्रो छ आमा कतिको फस्टाइराख यो लड्यो उठाइदिनु लाग्यो लड्यो क्या बिचारा कस्तो तातो आयो क्या म त के भनेर छुटै छैन कुइ गरेँ त्यहाँभित्र नि म कस्तो निकालेको एउटा दुईटा तीनटा चारवटा पाँच छ सातवटा पार्दछ मुसाले एकचोटिमा बच्चा घरमा हाम्रो घरमा चाहिँ मुसा पाले है साथी मुसा पालन एकदम राम्रो फस्टाउँदो रहेछ एकचोटिमा 7वटा बच्चा पाउँदो रहेछ 2 महिना ब्याउँछ वर्ष दिनमा कतिवटा भन्छ 42वटा बच्चा पाउँछ एउटा मुसाबाट उत्पादन एकदम राम्रो हुँदो रहेछ बर्बाद पारेछ आमा यसको आमा कहाँ पुग्यो अब यसलाई कसले दुध खुवाउँछ कसले हुर्काउँछ अब यसलाई
माउ त्यहीँ छ माउलाई नि लिएर सँगै ऊ त्यहाँ लगेर छोडिदिनु पर्यो दराजीले कहाँ पुग्यो लुगामा छिरो क्या मैले यो तानेको अनि कहीँ तातो आयो के आयो भने यसो सुन्छु के अरे बच्चालाई पनि सोध्छु क्या रुँदै होला यसको माउ बिचरा अनि कहाँ छिरो छिरो पुग्यो आफै उब्रेखेन हेर्नु त छैन नि भर्खर जग्गा मात्र रहेछ अलि दिनपछि थाहा पाएको भयो घर भरिन्थ्यो कतिवटा ए छिछि यस्तो पालेर घरमा नमारिहाल्नु बिस्तारै बिस्तारै मर्छ बिस्तारै बिस्तारै हाल्दा के पार्ने हो र यो भने बाँच्छ नि बाँच्दैन यो आफै उब्रेखेन बाँचेर राम्रो पनि बाँच्दा पनि बाँच्दैन कस्तो लागिरहेछ मुसा तिमीलाई ऊ त काप्रा फेदानलाई राख्दैन त्यहाँ तातो छ ऊ त घसेउटामा आमाले मुसालाई वासस्थानमा लानु है एक मुठी परालो छ्या राखिदिनु नभए खायो होला सबै लुगा अटाङ्गीमा राखेको लाँदै लाएको बुढी सिलाएर राम्रो सिलाइ पनि राम्रो थियो क्या दिदीले सिलाएको थियो कि जन्म मलाई देखि त्यो हेरेको थिएँ नि त अटाङ्गी यति यति काटेको होइन अनि त्यहाँ बसेर पसेर हारेछ अनि त्यहाँको लाउँदैन होला साडी पनि काट्यो होला त्यो झोलामा एउटामा लगाएन काट्नु गएर हो फेर्न हालेर झोला हालेर लिएर आएर यसो लाउँछु भनेर हेरेको छैन बर्बाद पारेछ ल